मान्य सदस्यहरू, अब शून्य समयको कार्यक्रम प्रारम्भ हुन्छ। शून्य समयमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि 1 मिनेटको समय निर्धारण गरिएको छ। सर्वप्रथम मान्य सदस्य भगवती चौधरी। सम्माननीय सभामुख महोदय, मौसमले वर्षाको सुरुवात हुने बेला भएको छ। सुनसरी जिल्ला विशेष गरी क्षेत्र नम्बर 3 का जनताहरू टेङ्ग्रा खोला, बुढी खोला, खेती खोला, किसलिया खोला, जोला खोला, गरुण नदी वर्षले गर्दा वर्षेनी बाढी तथा विपत्ताले झन्झनको क्षतिदेखि मानव बस्तीहरू तहस नहस हुने अवस्था सिर्जना भइरहन्छ। सभामुख महोदय, उक्त प्रक्रिया रोक्न नदी कटानदेखि लिएर तटबन्धहरू सुधार गर्नुपर्ने अवस्थादेखि खोलाको पानीलाई इटहरी विराटनगर रोड अथवा कोशी हाइवे रानी विराटनगर रोडको टेङ्ग्रा खोलाले इटहरीको लगभग 4, 6, 9, 10, 11, 12, 13वटा वाडादेखि दुबी नगरपालिकाको 8, 3, 4लाई असर पार्दै कोशी हाइवे शुद्धलाई चाहिँ असर पारेको हुनाले यसलाई चाहिँ नेपाल सरकार अन्तर्गतको सम्बन्धित मन्त्रालयले दुबी करिडोरदेखि। मान्य सदस्य भीम प्रसाद आचार्य। सम्मान्य सभामुखज्यू, इनेरुवा कोवाखोज बाटो सुनसरी सदरमुकामबाट भारतको बोर्डरसम्म जाने सुनसरीको लाइफ लाइन सडक हो। हाल सोको काम 20% भएको र बजेटको अभावले अहिले काम ठप्प छ। पर्याप्त बजेट व्यवस्था गरी यो आर्थिक वर्षमा काम सम्पन्न गरियोस्। 2. इटहरी 2 र 3 स्थित तालतलय एउटा प्रमुख पर्यटकीय स्थल हो जहाँ वर्षमा लाखौँ पर्यटक जान्छन्। त्यसको घेराबेरा म्याजिक भवन निर्माण र अन्य संरचनाको लागि बजेटको व्यवस्था गरियोस्। इटहरी 19 को पर्यटकीय सामुदायिक भवन र बाटोको लागि पर्याप्त बजेट व्यवस्था गरियोस्। इटहरी 2 को सङ्गीत साधना प्रतिष्ठान र इटहरी 4 को माङ्गिङ सङ्ग्रहालय तथा रामधुनी 2 को थारू सङ्ग्रहालयको लागि पर्याप्त बजेटको व्यवस्था होस्। सुनसरी इनेरुवा स्थित जेल फिल्ड खेल मैदानको निर्माणको लागि बजेट व्यवस्था होस्। गत सालको बाढीले बगाएको 400 हेक्टर जमिन सिँचाइ गर्ने इटहरी 3 को सिँचाइ प्रणाली पुनर्निर्माणको लागि पर्याप्त बजेटको व्यवस्था होस्। धन्यवाद। मान्य सदस्य मनबहादुर गुरुङ। सम्माननीय सभामुखज्यू, पोखरा महानगरपालिकाको सहर बीच पृथ्वी राजमार्ग अन्तर्गत पर्ने विजयपुर खोलाको पुल सडक विभाग महाशाखाबाट विस्तृत सर्वेक्षण, भौगोलिक अध्ययन, सार्वजनिक सुनाइ, नागरिक उड्डयन कार्यालयबाट स्वीकृत, पुल डिजाइनहरू विज्ञहरूबाट डिजाइन सम्पन्न, पुलको प्रस्तावित लम्बाइ 280 मिटर, चौडाइ 4 लेन, दुवैतर्फको 3-3 मिटरको फुटपाथ रहेको सो पुल अति महत्त्वपूर्ण आवश्यक पर्ने भएको हुँदा साथै निकट भविष्यमा हुने सहरी चापलाई मध्यनजर राखी यस वर्षको बजेटमा स्रोत सुनिश्चित गरी पुल निर्माण कार्यलाई अगाडि बढाइदिनु हुन सभामुख मार्फत सरकारको लाई ध्यान आकर्षण गर्दछु। धन्यवाद। माननीय सदस्य मनिष झा। सम्माननीय सभामुख महोदय, यो संसद भवन परिसरको चारैतिर हाम्रो सुरक्षार्थ रहनुभएका प्रहरीहरूलाई यो गर्मीको टेम्परेचर बढिराखेको छ। तापक्रम बढिरहेको अवस्थामा शुद्ध पिउने चिसो पानीको व्यवस्था गरियोस् भन्ने अनुरोध गर्न चाहन्छु। पहिलो अनुरोध। दोस्रो, 7औं शताब्दीदेखि सुरु भएको नेपालको वैदेशिक रोजगारीको यात्रा 7औंमा भ्रिकुटी चीन प्रस्थान गरेको, 12औं शताब्दीमा कुमाई खानले अर्निकोलाई बोलाएको, 16औं शताब्दीमा मुगल साम्राज्यमा गएर हामी मुगलान जान थालेको र 1815मा लाहौर भर्ती केन्द्रमा हामी लाहुरे हुन थालेको। तर अहिले आएर हामी जिल्लामा राष्ट्र ब्याङ्कले राज्यले आइराखेको रेमिटेन्स मात्र गनिराखेको छ। उनीहरूको लास, उनीहरूको पीडा, सामाजिक मूल्य यो कुराहरू गनिराखेको छैन। त्यसैले गर्दा भर्खरै साउदी अरबको जुबेलमा भएको 469 जनाको पीडा लगायत यो सबै पीडाहरूमा र हाम्रो सम्बन्धित राजदूतावासहरूलाई यसमा सक्रिय गराउनको लागि अनुरोध गर्न चाहन्छु। सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य महेश बस्नेत। सम्माननीय सभामुखज्यू, म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। फिक्कल बजार र नयाँ बजार बीचको मयुम खोलामा रहेको पुल कलभट यही 27 गते भत्किएको कारण यातायात अवरुद्ध भएको छ। चिया तथा अन्य खेतीमा विषादी र रासायनिक मलखादका कारण क्यान्सर जस्तो डरलाग्दो रोग फैलिएको छ। विशेष गरी पानीका मुहानहरू जोगाउन जरुरी भएको छ। काठमाडौँ उपत्यकामा इनड्राइभ जस्ता अनलाइन सेवाहरूले ग्राहकलाई मनपरी भाडा लिएर
लिएर र सरकारलाई एक पैसा कर नतिरी अरबौँ ठगी गरिरहेका छन्। नेपालका आन्तरिक हवाई सेवा प्रदायक संस्थाहरूले यात्रुहरूलाई भेडा बाख्रा जस्तो व्यवहार गरी आधा घन्टाको उडानका लागि 4 घन्टा समय लगाउने र उडान रद्द भए त्यसको कुनै पनि जिम्मेवारी नलिई यात्रुप्रति अनुत्तरदायी व्यवहारको नमुना पेश गरिरहेका छन्। सरकारले राष्ट्रिय परिचय पत्र जुनसुकै सरकारी सेवाका लागि अनिवार्य गरे पनि 77 सालमा खिचेको राष्ट्रिय परिचय पत्र हालसम्म प्राप्त हुन सकेको छैन। धन्यवाद। माननीय सदस्य माधव सापकोटा। सम्माननीय सभामुख महोदय, प्री मनसुन सुरु भएको छ। राजमार्गमा त्रास छ, नागरिकको सडकमै बास भएको छ। वैशाख 1 देखि 28 गतेसम्मको डाटा हेर्ने हो भने 732वटा विपदका घटनाहरू भए, 21 जनाको मृत्यु भयो, अनुमानित 17 करोडको क्षति हुन पुग्यो। सरकारका आपसी निकायहरूका बीचमा समन्वय नहुँदाखेरि विपदको उद्धार र व्यवस्थापनमा ढिला भइराखेको छ। चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने खोप्लाङमा सडक भाँसिएका कारण त्यहाँको सडक पूर्ण रूपमा बन्द भएको छ। यसबाट तातोपानीबाट ल्याइएका स्याउ, लसुन लगायतका 30वटा कन्टेनर र 500 भन्दा बढी विद्युतीय सवारी साधनहरू यसबेला तातोपानी क्षेत्रमा अलपत्र छन्। त्यसैले सिन्धुपाल्चोक जस्तो विपदको उच्च जोखिममा रहेका जिल्लाहरू लगायत सबैलाई गृह मन्त्रालय अन्तर्गत रहेको NDRR, एमए लगायतका सबै संस्थाहरूलाई उच्च सतर्कताका साथ पूर्व तयारीमा ध्यान दिनका लागि म सम्माननीय सभामुख मार्फत नेपाल सरकारलाई गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। लाल सलाम। माननीय सदस्य मिना तामाङ। सम्माननीय सभामुख महोदय, मेरो जिल्ला काभ्रेपलाञ्चोक राजधानीसँगै जोडिएको बागमती प्रदेशको 9 जिल्लाको सिमानासँगै अवस्थित भौगोलिक संरचना साथै सँगै क्षेत्र नम्बर 2, प्रदेश क्षेत्र 4, नगरपालिका 6, गापा 7 र 135 वडा छन्। देशकै झल्को दिने भूगोल पर्दछ भने पूर्वी ढोकाको शिर अरनिको राजमार्ग, BP राजमार्गको सङ्गम बनेपछि धुलीखेल व्यापारिक सहर छन्। तराईको प्रचण्ड गर्मी र उत्पादनसँगै सुख बन्दरगाह घोषित पाँचखाल भकुण्डे फाँट, हिमालको झल्को दिने महाभारत लेक र सुनकोशी, भोटेकोशी, इन्द्रवती, रोसी, चाखोला र कर्णालीको झल्को दिने विकट बस्ती डाँडापारी र जडीबुटी खाने सांस्कृतिक सम्पदासँगै प्रकृति र प्राकृतिक दृष्टिले मनमोहक छन्। त्यहाँका हामी जनप्रतिनिधि हौँ। हामीले त्यहीँकै विषयलाई लक्षित गरेर उठाएका एजेन्डाहरू सुन्ने समय आकस्मिक, विशेष, धारावाहिक रूपमा जनताको आवाजलाई निरन्तर माननीय सदस्य मेनका कुमारी पोखरेल। सम्माननीय सभामुख महोदय, दाङको महत्त्वपूर्ण र गौरवपूर्ण योजनाहरू घोराई तुलसीपुर 4 लेनको बाटो र टरी गाउँको एयरपोर्टको सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूले नीति कार्यक्रमको सन्दर्भमा चाहिँ यो बन्छ भनेर आश्वस्त पार्नु भएको छ। यस सन्दर्भमा म सम्माननीय प्रधानमन्त्रीज्यूलाई दङ्गाजीवासीहरूको तर्फबाट हार्दिक आभार तथा कृतज्ञता भन्न चाहन्छु र आगामी बजेटमा यो सुनिश्चित होस् भन्न चाहन्छु। धन्यवाद। माननीय सदस्य मैना कार्की। सम्माननीय सभामुख महोदय, आज मैले राख्दै गरेका विषयहरू आम द्वन्द्व पीडितहरूले, तपाईँ द्वन्द्व प्रभावित जनप्रतिनिधि, तपाईँले हाम्रा माग नबोले कसले बोल्छ भन्ने पीडितका मागहरू, पीडितका न्याय दिन आयोग गठन गरेका सिफारिस समितिप्रति द्वन्द्व पीडितसँग परामर्श नगरी, प्रतिनिधित्व नगरी दुवै आएका पदाधिकारी सिफारिस गरेका प्रति द्वन्द्व पीडित सङ्घ संस्थाहरू र नागरिक समाजहरूको आपत्ति जनाउँदै प्रेस व्यक्ति आन्दोलन र खबरदारी गरेको अवस्था छ। तसर्थ पीडित केन्द्रित आयोग गठन प्रक्रिया निष्पक्ष, स्वतन्त्र, विश्वसनीय, सक्षम र फेरि सिफारिस समितिको गठन गरी दुवै आएका पदाधिकारी छनौट र सरकार राजनीतिक दलले आवश्यक परामर्श गरी स्वीकार्य वैध समाधान खोज्न दायित्व बोध गर्न पर्ने पीडितलाई गम्भीर सरकार थाहै नपाए जस्तो गर्नु गैर जिम्मेवारीपन हो। यसरी पीडितहरूलाई अपेक्षा गरी जबरजस्ती सिफारिस स्वीकार्य छैन भन्ने पीडितहरूका माग राजनीतिक दल नेपाल सरकारसँग ध्यान आकर्षण गराउँदै जोरदार माग गर्दछु। धन्यवाद। माननीय सदस्य रणकुमारी बलमपाकी मगर। सम्माननीय सभामुखज्यू, विगत 28 महिनादेखि म लगायत हामीहरू
कहिले सत्ता पक्ष र कहिले विपक्षमा रहेर जनसरोकारका सवालहरू उठाउँदै आइरहेका छौँ। मलाई के अचम्म लाग्छ भने सत्ता पक्ष हुँदा भ्रष्टाचार र बिचौलिया अपारदर्शी अनियमितताका कुरामा चुइक्कै नबोल्ने माननीयहरू विपक्ष बेन्चमा पुग्ने बित्तिकै सरकारलाई जति सकिन्छ झुट्टा लान्छना र उपमा दिनुका साथै सरकारकै कार्यशैलीकै कारण गणतान्त्रिक व्यवस्था नै खतरामा छ भन्ने गलत र हलुका टिप्पणीहरू गर्नुहुन्छ। यो कति सान्दर्भिक हो? सभामुख महोदय, प्रतिपक्ष भनेको वेटिङ अफ गभर्मेन्ट हो भन्ने कुरा किन बिर्सिएको? सस्तो र प्रचार मिडियामा खपतका लागि अभिव्यक्ति नदिए हुन्थ्यो भन्ने मेरो सुझाव छ। संसद र संसदीय समितिलाई आरोप र प्रत्यारोपको दोहोरी होइन, संविधान कानुनका लागि बनाउन बाँकी कानुनहरू बनाउन प्रयोग गरौँ। संसदमा नैतिकताको खडेरीकी चेतनाको सङ्कटकाल भन्ने भाष्य होइन, जनमतको सम्मान हुने गरी नीति निर्माणमा केन्द्रित बनाऊ। माननीय सदस्य रणेन्द्र बराली। सम्मानीय सभामुख महोदय, मैले आज कुरा गर्न लागिरहेको छु नारायणी नदीमा बन्न गइरहेको पुलको शिलान्यासको विषयमा। जुन गण्डकी अञ्चल र गण्डकी प्रदेश र बागमती प्रदेशलाई जोड्ने पुल समेत हो, त्यो नारायणी नदीको पुल सिग्नेचर पुल भनेर चमत्कारको नक्सा त्यसको चाहिँ डिजाइन गरिएको थियो। आज ठिक 1 वर्ष भएछ शिलान्यास गरेको। शिलान्यास गरे तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भौतिक मन्त्री रघुवीर महासेठ हुनुहुन्थ्यो। त्यो पुलको डिजाइनको कार्य समेत अहिलेसम्म सकिएको रहन्छ। त्यति महत्त्वपूर्ण कार्यलाई एउटा सरकारको प्रधानमन्त्री उद्घाटन गरेको अथवा शिलान्यास गरेको भएर अर्कोले चाहिँ रोक्ने, अर्कोले शिलान्यास गरेको अर्कोले रोक्ने, यस्तो प्रक्रियाले हाम्रो देश कसरी भौतिक निर्माणमा अगाडि बढ्छ? अरू कुरो त्यस ठाउँको विद्युतीय लाभ र बाहिरले त्यहाँ नाङ्गो तार अलिकति चाहिँ मात्रै हल्का प्लास्टिकले बेरिएको तार पुलको वार पार छ, तर त्यो तारमा माननीय सदस्य रन्जु कुमारी झा। सम्माननीय सभामुख महोदय, मैले एउटा कार्यक्रम देखेँ एनटिभीमा, बन्दैछ नेपाल भन्ने कार्यक्रम। यो कार्यक्रम देखेर म साह्रै हर्षित भएँ सभामुख महोदय। प्रधानमन्त्री रूपन्देही जिल्लाको छपिया गाउँपालिकामा रहेको माछा पालन कार्यक्रम, जो कार्यक्रमले त्यहाँका धेरै व्यक्तिहरू लाभान्वित भएको छ सभामुख महोदय यो माछा पालनबाट। त्यस्तै त्यहाँका व्यक्तिहरूले हुलाकी राजमार्गको विकासबारे पनि धेरै राम्रो प्रशंसा गरेको मैले सुने त्यो एनटिभीको प्रोग्रामबाट। मलाई कस्तो लाग्यो भने राम्रो कामको जनता समक्ष पुग्न नसकिया छ कि पुगाउन नसकिया छौँ, हाम्रो कमजोरी कहाँ छ, यतातिर पनि म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। त्यस्तै सभामुख महोदय, तराई मधेसमा गर्मी बढ्दैछ। यसबेला हुने विभिन्न प्रकारका बिमारीहरूलाई स्वास्थ्य उपचार सम्बन्धी व्यवस्थाको लागि म स्वास्थ्य मन्त्रालयलाई गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, त्यस्तै किसानहरूलाई विशेष रूपमा स्वास्थ्य बिमा। माननीय सदस्य रमा कोइराला पौडेल। सम्माननीय सभामुख महोदय, साउदी अरबको विषयलाई मान्यजीहरूले बोलिसक्नुभयो, त्यसैले म यसलाई आज दोहोऱ्याउन चाहन्न। यही वैशाख 29 गते बिपी राजमार्गमा अकस्मात आएको बाढीले बिपी राजमार्गलाई बगायो। 14 घन्टासम्म यात्रुहरू अलपत्र परेर बस्नुपर्ने अवस्था भयो। तर हामीले अब वैकल्पिक बाटो सोच्नुपर्छ कि वैकल्पिक सडक सोच्नुपर्छ कि भन्ने कुरा मैले यहाँ राख्न चाहेको हो सभामुख महोदय। वैकल्पिक बाटोको रूपमा भकुण्डे बेसी तिमाल हुँदै मध्य पहाडी लोकमार्गसम्म लानको लागि सरकारले यो वर्ष नै तत्कालै चाहिँ ग्राभल गरोस्, त्यसपछि आउने आर्थिक वर्षमा चाहिँ त्यसलाई पुग्ने गरी पर्याप्त बजेटको विनियोजन गरोस् भन्ने कुरा म आग्रह गर्न चाहन्छु। आगामी दिनमा झन् त्यो रोडको त्यो सडक झन् जटिल हुँदै जानेछ र यात्रुहरूले दुःख धेरै झेल्नुपर्ने अवस्था देखियो। माननीय सदस्य राजेन्द्र कुमार राई। सम्मानीय सभामुख महोदय, अरुण तम्बुर नदी
कोरिडोरको खेतीयोग्य जमिनमा डिप बोरिङ गरी सिँचाइ पुर्याउने नेपाल सरकारको नीति अनुसार धनकुटा जिल्ला क्षेत्रको भित्र तम्बुर कोरिडोर अन्तर्गत धनकुटा नगरपालिका सहित भेई गाउँपालिका 14वटा स्थानमा अब 79-80देखि बजेट विनियोजन भई लगातारमा कार्यक्रमहरू भइरहेको, तर हाल केही समय अघिदेखि पैसाको अपुगको कारणले गर्दाखेरि काम ठप्प भएको हुँदाखेरि सभामुख मार्फत म निवेदन गर्न चाहन्छु कि त्यो ठाउँको सिँचाइको व्यवस्था गर्नका निम्ति नेपाल सरकारको गम्भीर रूपमा ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य राजेन्द्र बजगाई। सामान्य सभामुख महोदय, राजनीतिक भाषा यस्तो तरिकाले बनाइन्छ कि झुटलाई सत्य जस्तै सुनियोस्, हत्या गरिनु सम्मानजनक लागोस्, सुन्ने कुरालाई पनि दृढ अर्थपूर्ण देखियोस्। यो भनाइ मेरो होइन, जर्ज ओरवेलको हो। यसैले म भन्छु, नेपालमा शिक्षक ठिक हुनुहुन्छ, विद्यार्थी ठिक छन्, विद्यालय ठिक छ, शिक्षा ठिक छ, पोहोर साल बगाएको पुलहरू बनेका छन् त्यो ठिक छ, यसपालि बग्दैछन्, सबै ठिक छ। नेपाल सम्पूर्ण रूपले ठिक छ। म राजनीतिमा छु, मैले भनेको कुरा सबै ठिक छ, जनताले भनेको कुरा केही पनि ठिक छैन। धन्यवाद। जय नेपाल। माननीय सदस्य रामकुमार राई। सभामुख महोदय, यही वैशाख 24 गते खोटाङ जिल्लामा दुःखद घटना घटेको छ। खोटाङ जिल्लाको इसेलु खर्क माक्पा गाविस वार्ड नम्बर 8मा विकास राईको विद्युतको करेन्टद्वारा उहाँको मृत्यु भएको छ। उहाँलाई क्षतिपूर्तिको लागि म सरकारलाई ध्यान आकर्षण गर्छु। साथै विकास राईप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सब परिवारमा समवेदना व्यक्त गर्दछु। साथै सभामुख महोदय, काठमाडौँ र मधेस जोड्ने सडकहरूले खोटाङ जिल्ला नाकाबन्दी भएको छ। जो मध्य पहाडी लोकमार्ग अब बन्द हुँदैछ, काठमाडौँ आउने बाटो पनि बन्द हुँदैछ, धाप्लाङ र बङ्सिलाको पुल पनि बनेको छैन। यसमा जोरदार रूपमा सरकारको ध्यान आकर्षण गर्छु। धन्यवाद। लाल सलाम। माननीय सदस्य रामकृष्ण यादव। सामान्य सभामुख महोदय, आज म आफ्नो आवाज बोलिरहेको छैन। आफ्नो निर्वाचन क्षेत्र धनुषा जिल्ला र सिङ्गो नेपाली काङ्ग्रेस पार्टीको आवाज बोलिरहेको छु। 2015 सालको निर्वाचित सांसद सरोज प्रसाद कोइराला नेपाली काङ्ग्रेसका राष्ट्रिय नेता हुनुहुन्थ्यो र उहाँको नाममा शहीद सरोज नगर हल्ट दुहुबी र गोबराही भन्ने ठाउँमा राखिएको थियो, जसको उद्घाटन तत्कालीन पूर्व प्रधानमन्त्री आदरणीय नेता श्री गिरिजाप्रसाद कोइरालाले गर्नुभएको थियो र त्यो बेलामा जनकपुरदेखि जयनगरसम्म रेल सञ्चालन भइरहेको थियो। नेरो गेज थियो, अहिले ब्रोड गेज भएको छ, तर उक्त हल्ट हटाइएको छ। त्यस कारणले गर्दा उक्त ऐतिहासिक पुरुष र उक्त ऐतिहासिक पुरुषले गरेको उद्घाटनको जुन त्यहाँबाट हटाइएको छ, त्यसलाई कायम गर्नको लागि म सामान्य सभामुख महोदय मार्फत नेपाल सरकार र सम्बन्धित मन्त्रालयको ध्यान आकर्षण गर्न चाहन्छु। र त्यसै गरी 2029 सालको माननीय सदस्य रामशङ्कर यादव। सामान्य सभामुखज्यू, हाल नेपालको आर्थिक स्थिति जटिल नै छ। त्यसर्थ आर्थिक अवस्था बढाउनको लागि आय स्रोतको खोजी गर्नु नै पर्छ। त्यसमा मेरो सुझाव नेपाल सरकारसँग के छ भने भन्सार कार्यालयहरूमा क्वारेन्टाइन स्थापना गरेर बोर्डरसँग जोडिएको जिल्लाहरूमा इमान्दार कुशल प्रशासन र सुरक्षा बल राख्नुपर्छ कि आयात हुने सामानहरूको भन्सार महसुल कटोस्। तर अहिले हाम्रै सिराहा जिल्ला क्षेत्र नम्बर 1 भगवानपुर गापङ वार्ड नम्बर 4 को ठाडी भन्सार कार्यालयमा पहिले केही समयसम्म क्वारेन्टाइन हुँदा राम्रै राजस्व उठ्थ्यो, तर हाल क्वारेन्टाइन नभएको हुनाले जिरो राजस्व भएको छ। त्यसर्थ सामान्य सभामुख ज्यू मार्फत नेपाल सरकारको माननीय अर्थमन्त्री र माननीय कृषि मन्त्रीज्यूसँग मेरो
अनुरोध छ कि ठाडी भन्सार लगायत माननीय सदस्य रामहरि खतिवडा। सभामुख महोदय, बर्सात सुरु भयो, शिर र सानो पानी पर्ने बित्तिकै रोशी खोलाको बालुवाले बनाएको बाटो हावा आउँदा पनि उडाउने, बालुवालाई पानी आउँदा पनि बगाउने बाटो बन्द भएको छ। त्यस्तै ओखलढुङ्गा जिल्लाको साँगुटार घोराखोरी सिलौरी घाटको बाटोका लागि यथेष्ट रकम विनियोजन नभएर बर्सातको समय अप्ठ्यारो पर्ने अवस्था छ। ओखलढुङ्गाको ढाँडे रगनी फलाटे भुसिङ्गा सडकलाई यथोचित रकम व्यवस्था नभएर बर्सातको समय बाटो बन्द हुने अवस्था छ। लिखु एकवार त्यस्तै छ ओखलढुङ्गामा र सयौँदेखि बन्ने बाटाहरू अहिलेसम्म पुरा भएका छैनन्। मोलुङ एकवारलाई कुटोले खने जस्तो गरेर काम अगाडि बढाइएको छ। दुधकोशी हाइड्रो पावर यसचोटि जसरी पनि बनोस् 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 बनोस्, यथेष्ट रकमको व्यवस्था होस्। धन्यवाद। माननीय सदस्य रुक्मणी राणा बराइली। सम्माननीय सभामुख महोदय, यस वर्ष बर्सात सुरु अगावै हुन सक्ने मौसम पूर्व अनुमान महाशाखाले सूचना गरे अनुसार देशैभर वर्षा भइरहेको छ। ठाउँ ठाउँमा बाढी पहिरोले वितण्डा मचाइरहेको छ। बागमती प्रदेशको अधिकांश जिल्लाहरू गत असोजको 11 र 12 गते गएको बाढी पहिरोले पुर्याएको क्षतिबाट अहिलेसम्म पीडितहरू उठ्न सक्ने अवस्थामा छैनन्। फेरि पनि अस्ति वैशाख 29 गते गएको वर्षाले पूर्वको पश्चिम राजमार्ग अस्तव्यस्त छ। बीपी राजमार्ग ठाउँ ठाउँमा भासिएको छ। काभ्रे पनौती नपा वडा नम्बर 5 निवासी वर्ष 28 को रेणुका गिरीलाई बाढीले बगाएको छ। पनौतीको किसानहरूले लगाएको आलु खेती बगर भएको छ। सभामुख महोदय, बेपत्ता रेणुका गिरीको खोज कार्यमा लाग्न र किसानहरूले लगाएको बाली क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्तिको मागसहित विपद व्यवस्थापन सरकारी संयन्त्र चलायमान द्रुत र चुस्त बनाउन आवश्यक। माननीय सदस्य रूपा शोषी चौधरी। सम्माननीय सभामुख महोदय, संसारमै गम्भीर समस्याको रूपमा देखा परेको लागु औषध नेपालको सन्दर्भमा 2076 को सर्वेक्षण अनुसार 1,30,424 जना प्रयोगकर्ता देखिन्छन्, जसमा 19 वर्षभन्दा कम उमेरका बालबालिका देखिन्छन्। लागु औषध सेवनले स्वास्थ्यमा गम्भीर समस्याको साथै बढ्दो अपराध, राष्ट्रिय सुरक्षामा चुनौती सिर्जना हुने खतरा छ। युवाहरू कि विदेशमा कि लागु औषधको कुलतमा राष्ट्रको भविष्य भयावह हुँदै गइरहेको छ। रिहाब सेन्टरहरू प्रशस्त छन्, तर कुलतमा फसेकाहरू सुध्रिँदैनन्, बरु बढेको बढै छन्। म सभामुख महोदय मार्फत रोकथामको नयाँ आयामबारे गम्भीर भएर सोच्न सरकारलाई हार्दिक आग्रह गर्दछु। धन्यवाद। माननीय सदस्य रेखा शर्मा। सम्माननीय सभामुख महोदय, यो नेपाल राष्ट्र ब्याङ्कको गभर्नरको नियुक्तिको विषय संसदभित्र संसद बाहिर मिडिया सबैतिर चर्चा हुन थालेको पनि लामो समय भयो र यो बिचमा हामी सबैले छलफल गरिरहेका छौँ। देशलाई ग्रे लिस्टबाट मुक्त गर्नुपर्नेछ, देशको अर्थतन्त्र सबलीकरण गर्नुपर्नेछ, तर पनि गभर्नरको नियुक्ति नभएर सर्च कमिटीकै सदस्यले राजीनामा दिएको भन्ने विषय बाहिर आइरहेको छ। यस्तो अवस्थामा यो 2/3 यति बलियो सरकारले एउटा गभर्नर नियुक्त गर्न नसक्नुको कारण के होला सभामुख महोदय, म जान्न चाहन्छु। र यो गभर्नर नियुक्तिको विषयमा यो बाहिर जुन स्थिति देखा परिरहेको छ, जुन चर्चा बाहिर भइरहेको छ, सरकारको आबद्ध दलहरूका दलगत स्वार्थ नमिलेर अथवा अरू विभिन्न कारणले गर्दा गभर्नर नियुक्त हुन सकिरहेको छैन भन्ने जुन कुरा बाहिर आइरहेको छ, यसले राष्ट्रकै बेइज्जती भइरहेको छ सभामुख महोदय। त्यसकारण राष्ट्रको बेइज्जती नगर्न र सक्षम योग्य व्यक्तिलाई नेपाल राष्ट्र ब्याङ्कको गभर्नर नियुक्त गर्न र देशको मौद्रिक नीति लगायत सबै विषयमा माननीय सदस्य रोशन कार्की। सभामुख महोदय, सुनिन्छ राष्ट्र ब्याङ्कको गभर्नरको पद लिलामीमा चढेको छ अरे। लिलामीको बराबरमा 3 करोड रुपियाँ नागी पनि सक्यो अरे।
विगतमा हामीहरूले राष्ट्रपति, महिला प्रधान न्यायाधीश र महिला सभामुख पाएका थियौँ र उहाँहरूको कार्यकाल सफल र प्रशंसायोग्य थियो। म सभामुख मार्फत सरकारलाई अनुरोध गर्न चाहन्छु, कार्यवाहक गभर्नर निलम ढुङ्गानालाई नै राष्ट्रिय ब्याङ्कको नेतृत्व दिउँ र 52% महिलाहरूमाथि न्याय गरौँ र अब यता र उता योग्य र अयोग्य मान्छेहरू खोज्नुपट्टि नलागौँ। यसले देशको स्थिति अत्यन्त हास्यास्पद भइरहेको छ। म सभामुख मार्फत सरकारसँग पुनः अनुरोध गर्दछु, राष्ट्रिय ब्याङ्कको नेतृत्व यसपालि महिलालाई सुम्प्यौँ। धन्यवाद। माननीय सदस्य लक्ष्मी तिवारी। सम्मानीय सभामुख महोदय, महिनावारी कुनै विकल्प होइन, यो हरेक महिलाको जीवनको वास्तविकता हो। नेपालमा महिनावारीका लागि अत्यावश्यक सामग्रीमा 13% भ्याट लाग्छ। एउटा महिलाले मलाई भनिन्, प्याड किन्ने पैसा चाहिँ सुक्खा पात प्रयोग गर्छु। यस्तो जवाब सुन्दा कस्तो राज्यवाला जो सुनेर मात्र बस्छ। जब परिवार नियोजनको साधनहरूमा कर छुट दिन सकिन्छ भने महिनावारीको सामग्रीमा किन दिन सकिँदैन? सभामुख महोदय, यो कर होइन, पितृसत्ताको उदाहरण हो। महिनावारी हुँदा महिला भएर जन्मिने गल्ती जस्तो लाग्ने बनाउने व्यवस्था कस्तो न्याय हो? महिनावारीको सामग्रीमा 13% भ्याट यस बजेटबाट तुरुन्तै हटाइयोस् भनी जोरदार माग गर्दछु। यो कर हटाउनु कुनै माग होइन, यो पीडामाथि गरिएको अन्यायको अन्त्यको आग्रह हो। धन्यवाद। माननीय सदस्य लालप्रसाद सावान लिम्बू। सम्माननीय सभामुख महोदय, झोलुङ्गे पुल निर्माण ढिलाइबारे सभामुख मार्फत म सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। झापा जिल्लामा रहेको कन्काई नदीमा चन्द्रडाङ्गी लालपानी जोड्ने गरी झोलुङ्गे पुल निर्माणको ठेक्का सम्झौता 2077 सालमा भयो। 5 वर्ष बितिसक्यो, निर्माण सम्पन्न हुन सकेको छैन। सभामुख महोदय, यसै गरी कमल खोलामा धरमपुर माझगाउँ हुँदै सानो केर्खा जोड्ने झोलुङ्गे पुल निर्माणको पनि 78 सालमै ठेक्का भयो, तर त्यसको ठेकेदारको अत्तपत्तो छैन। त्यसो भएको हुनाले सभामुख महोदय, यी दुईवटै पुल आवश्यक छ। झोलुङ्गे पुलको निर्माण तुरुन्त सम्पन्न गर्न म सरकारको सभामुख मार्फत गम्भीर ध्यान आकर्षण गर्दछु। धन्यवाद। माननीय सदस्य लालवीर चौधरी। सम्माननीय सभामुख महोदय, मेरो बर्दिया जिल्ला निर्वाचन क्षेत्र नम्बर 2 मा ठुला नदीहरू 4वटा पर्दछन्, जसमा यो अहिलेको वर्षायाम सुरु भइसक्यो। यो वर्षायाममा विशेष गरेर गेरो गाउँपालिका वार्ड नम्बर 3 राजीपुर ठाउँमा कटान भइरहेको छ। त्यसै गरी गेरुवा 4 बनकट्टीमा कटान भइरहेको छ। यसै गरी राजापुर नगरपालिका वार्ड नम्बर 3 टेडियामा भइरहेको छ। त यसै गरी औराही नदीबाट कटान मधुवन वार्ड नम्बर 4 पठरबोजीमा भइरहेको छ भने 12 बर्दिया वार्ड नम्बर 2 ढोङ्ग्रेहीमा भइरहेको छ र 12 बर्दिया वार्ड नम्बर 3 भैँसे खाने ठाउँमा बृहत कटान भइरहेको छ। यो कटान वास्तवमा यो बाढी पहिरोले गर्दा बढी जग्गा जमिन कटान र मान्छेलाई पनि क्षति हुने भएको हुनाले यसको लागि सरकारसँग म जोरदार माग गर्न चाहन्छु र यो माननीय सदस्य लेखनाथ दाहाल। सम्मानीय सभा महोदय, पुँजी बचत गर्नु पनि पुँजी निर्माण गर्नु सरह हो। बिपी राजमार्ग अन्तर्गत खुरकोट चियाबारी खण्ड जो 30 किलोमिटर पर्छ, अहिले मृत्यु बाँडाको रूपमा स्थापित छ। दैनिक हामीले दुर्घटना र मानवीय क्षति बेहोर्दै आइरहेका छौँ। साँगुरो सडक छ, घुमाउरो सडक छ र खुरकोट चियाबारी खण्ड जो 30 किलोमिटर छ, सुरु मार्ग प्रयोग गर्दा 8.4 किलोमिटरमा हामीले त्यो यात्रा पुरा गर्न सक्छौँ। तसर्थ हामीले समय, पुँजी र मानवीय क्षति कम गर्नको निम्ति यही आर्थिक वर्ष हामीले सुरु मार्ग निर्माणको निम्ति बजेट विनियोजन गरेका थियौँ र त्यो बजेट कार्यान्वयन प्रक्रिया कहाँ पुग्यो सम्मानित सदन मार्फत म सम्बन्धित मन्त्रालयको ध्यान आकर्षण गर्न चाहन्छौँ। दिनु सवारी हजारौँ यात्रु आवाजात गर्ने, हजारौँ सवारी साधन आवाजात गर्ने बिपी राजमार्ग पूर्ववत अवस्थामा सुचारू गर्न निम्ति आवश्यक बजेट विनियोजन र निर्माण कार्य शुभारम्भ गर्न म नेपाल सरकारलाई अनुरोध गर्छु। त्यसै गरी हामीले 70 मेगावाटको
कोखाजोर जलाशयुक्त आयोजना जो मेरो निर्वाचन क्षेत्रमा पर्छ त्यसको पनि निर्माण कार्य अगाडि बढाउनु निम्ति माननीय सदस्य बिजुलाल रायमाझी। सम्माननीय सभामुख महोदय, थुप्रै आवाजविहीनका अनगिन्ती समस्या छन्, सुन्ने सुनाउने समय पुग्दैन। अनौपचारिक महिला श्रमिकहरूको क्षेत्रमा एक्सन एडले गरेको एक सर्वेक्षण अनुसार चितवन, मगवानपुर, बर्दिया, पाल्पा, पर्सा र सिराहामा गरिएको सर्वेक्षणमा कृषि, निर्माण, घरेलु काम, उत्खनन, कारखाना, होटेल, फोहोर व्यवस्थापन र अन्य क्षेत्रका गरी जम्मा 3597 जना मध्ये उचित ज्याला नपाउने 6.26%, न्यूनतम ज्याला नपाउने 90.45%, समान ज्यालाको माग राख्ने 53.62%, हकप्रति नै अनभिज्ञ 97.90 रेकर्डमा देखियो। सभामुख महोदय, आज सर्वेक्षणको यो सानो अंश मात्र लिए ती श्रमिकको मानसिक शारीरिक स्वास्थ्य अवस्था के होला, सन्तानको पोषण, जीविकोपार्जन, सुरक्षा अवस्था कस्तो होला, घाइते र अङ्ग गुमाउने श्रमिकको अवस्था के होला। मेरै वडाको विनोद खत्री, जन्म वडाको प्रकाश सावतले खुट्टा गुमाएर ट्राउमा माननीय सदस्यहरू, शून्य समयमा माननीय सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ।